दरबार दरबार ए त्यस्तो माथि जङ्गलमा पो रहेछ क्या माथि डाँडामा खै कहाँ तर्साएर हाइक गरिरहेको थिएँ हाइक गरिरहेको थिएँ यो गाडीले तर्सायो नि मलाई कहाँ अरू त्यो सुन्दरी यहाँ तल गोसाइकुण्ड गोसाइकुण्ड भनेको त कुन जिल्लामा पर्यो केरुङ नाका जाने बाटो केरुङ नाका ए त्रिशुली के को हुन्छ यो हो हामी यही तर्नु पर्ने होला लो छ भन्दैछ त कसले भन्नु यहाँ पानी यो उपर निकालेको छ क्या यहाँनिर हाइड्रो पावर पनि छ नि त यहाँनिर त्यसले गर्दा पानी पनि गरेको होला यताले त्रिशुली बजार भनेको यही हो त्रिशुली बजार भनेको त नुवाकोटमा पो हो म त कता उता धादिङतिर होला भनेको त थाहा छ र तपाईँलाई कसलाई सोध्नु त्यो आमालाई सोध्नु आन्टीलाई सोधौँ त्रिशुली बजार त्रिशुली बजार आन्टी हामी त्यो सामरीतिर जानुपर्ने हो कताबाट जानु राम्रै छ बाटो उता चाहिँ कता जाने त त्यो उता मास्तिर होला नि म भने झुकिनै रहेछ म त झुकिनै रहेछ तपाईँ हिँड्नु भएको हो यो बाटो पहिला यो एकपल्ट हिँडेको यताबाट आएको हो क्या यताबाट आयो नुवाकोट दरबार उतै छुम्चीमा हो
बन्दरगाह हो यो हो त्यतै होइन यतै भन्नु छैन यो पानी जम्मा गरेको क्या यो किन गरेको फोहोर पानी यो त्रिशुलीको पानी यहाँ जम्मा गरेर यहाँनिर हाइड्रो पावर छ नि त यहाँनिर बिजुली निकालेको ठाउँ होइन यहाँको जम्मा गरेर उता तल हाल्छ हामी यो हाइड्रो पावर छिर्नु यसै गरेर भन्दै छैन सुत्ने यो सामरी जाने यतैबाट हो उता हो कि कसैले सोधौँ है उयो दाइलाई सोध्नु दाइ यो सामरी जाने यतै हो पछाडिबाट हजुर यस्तो घुमेर अगाडि परबाट हजुर भनेपछि हामी कताबाट जानु पर्यो यता तल अघि के फर्केर परबाट यताबाट बन्द ब्लक छ यहाँ छ नि भित्र बाटो यो भित्र यो मन्दिर छ नि भित्र मन्दिर पुगेर मन्दिरको उतापट्टिबाट यसो गर्ने हजुर अनि त्यो हस्पिटल गेट पुग्छ त्यहाँबाट यसो निस्केर माथिको बाटोबाट सिधै जानु त्यहाँ सोध्दै सोध्दै जाँदा नि हुन्छ होला है यता एकछिन बाइक फेरि खाल्डो खने खाल्डोमा पर्ला भने बाइक फेरि यताबाट बाइक चाहिँ हिँड्छ होला यता बिस्तारै हिँडेर जानु त हो यस्तो छेउ पारेर यसो जानु त तर यता चाहिँ खनेर बाटो यसो ए बाइक त जान्छ होला तर यहाँबाट अलिकति अगाडि जाने होइन हजुर सिधै सामरीकै रोड हो क्या सामरी जाने बाटो हो यो यो पुरै सामरी राइट यही बाटो जाउँ कि कता जाउँ हुन्छ हुन्छ बाटोको खन्या छ भन्छ त यार। धादिङ छुयो त हामीले छुएकै छैन यो त नुवाकोट नि हो त्यही सामरी भन्ने ठाउँ चाहिँ धादिङको सीमा छ क्या ए नुवाकोटको सिमाना छ नुवाकोट धादिङ मेरो साथीको चाहिँ घर त्यही हो क्या सामार सामारे त्यो केटी म भन्छु फोन गरिरहेको नि अँ होइन तिम्रो गाउँ जाने बाटो कस्तो भयो बाटो यहाँ त धनी पछाडा छ म किन पछाडा यो लचक्क टेक्नु त गएर टेक्नु त जान्छ झन्डै अर्को बाटो घुमायो होइन अगाडि त्यस्तै हो नि यता छैन यहाँ हजुर छिर्दैन यताबाट जाने अब यहाँबाट छिर्छ होला नि ऊ गएर ए भन्दै रहेछ ल अब टोइलेट आयो कता टोइलेट जान्छ अब यहाँ खाजा खाएर बस्नुपर्छ खाजा त के खान्छ हौ खाजा खानु परिहाल्छ नि यार के को खाजा खान्छ हौ चिया चिया भन्छ नि खानुपर्छ क्या मेरो पेटै के भनेर बस्नु पेटै घटा छैन है अनि पेट घटाउने त घटिहाल्छ नि यो चिया चिया
मेरो पचास यहाँबाट पल्ला यता हो कि उता आमालाई उहाँलाई थाहा होला आमा यो सामरी जाने यतैबाट हो ए हुन्छ हुन्छ हस् हस् नुवाकोट सदरमुकाम चाहिँ खोइ त यो त हो नि एरिया सबै सदरमुकाम हो कि क्या सदरमुकाम यही हो सदरमुकाम यही त हो नि कति सानो त नि कसलाई सोध्नु आमा यो सामरी। सामरी जाने कताबाट हो सामरी जाने कतादेखि यतैदेखि यही त हो नि यहाँ पानी त बजार छ नि सबै हो क्या सदरमुकाम यही हो यही हो त नुवाकोटको यही त हो नि उहाँको तर काठमाडौँमा बस्दा बस्दा गरेर होला है त्यही त नि कति सानो देखि त झुपडी देखिन्छ काठमाडौँमा बसेकोले गर्दा होला इटहरी चाहिँ बरु अलिकति यसो केही देखिँदो रहेछ है यो ठाउँले केही देखिनँ त मैले त बाटोहरू सब बिग्रेको छ त्यो बाटो अलिक बिग्रेको त्यही बाटो त्यहाँ आउने रहेछ नि त होइन त्यहाँबाट पेट्रोल पम्प भयो पेट्रोल पम्प पनि नुवाकोटमा छैन रहेछ अनि उहाँ थियो त कहाँ थियो उसमा चाहिँ जाने बाटोमा धुन्ते जाने बाटोमा क्या धुन्ते जाने रक्सा जाने बाटो त्यहाँ अनि यसो त लङसङ गर्नुपर्छ नि यहाँ चिया खाने अनि त्यहाँबाट छैन भन्नु भने टोइलेट कहाँ छैन मेरो बाइकको उयो सुन्नु त के कराएको हो त्यो क्या पिट 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 भनेको नि त्यो भेल के भेल हो टाइपिट क्या टाइपिट दाम भएछ कि क्या है गर्दैछ होइन पेन्सन त नफेर्नु पर्ने थियो क्या पैसा मात्रै खान्छ Siapa? Oh. चियाहरू किन दूध खाम न लोकल दूध रहेछ है दूध खाम न मतलब ग्यास्ट्रिक चल्छ म चाहिँ दुध खाँदैन नि तपाईँ चिया एउटा चिया बनाएर एउटा दुध लान्छु अलिक पिसाब फेरि ठाउँ कता छ अब यहाँदेखि सामरी कति टाढो साथी बाटो कस्तो छ है